श्रावण 20 गतेबाट वाणी लेखन तर्क शक्तिका मालिक बुध कर्कट राशिमा प्रवेश गर्दैछन्। कर्कट राशिमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युति भन्दा यी 6 राशि भएका व्यक्तिहरू मालामाल हुँदैछन्। यी 6 राशि भएका व्यक्तिहरूलाई बुधको प्रभावले बुद्धि, तर्क शक्ति, गणना, लेखन, बोलाइ, विश्लेषण क्षमता बलियो हुनेछ। सूर्यको प्रभावले प्रशासनिक क्षमता, नेतृत्व, आत्मविश्वास, सरकारी अधिकारीसँग सम्बन्धित काममा रुचि बढ्नेछ भने उच्च बृहस्पतिको प्रभावले ज्ञान, शिक्षा, धर्मशास्त्र, परामर्श, अध्ययनमा रुचि बढ्नेछ। यी 6 राशि भएका व्यक्तिहरूलाई यी 6 राशिहरूको बारेमा जानकारी दिनु पूर्व यो भिडियोलाई सबैले शेयर गर्नु होला। पहिलो राशि रहेको छ वृष राशि। वृष राशि भएका व्यक्तिहरूलाई श्रावण 20 गतेबाट तेस्रो पराक्रमी भावमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युतिले वृष राशि भएका व्यक्तिहरूको जीवनमा आकस्मिक धन वृद्धिको योग रहेको छ भने पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। बोलीको प्रभावले जीवनमा सफलता प्राप्ति हुनेछ भने काम, कारोबार, व्यापार, व्यवसायमा मनज्ञ धन लाभ हुनेछ। वृष राशि भएका व्यक्तिहरूलाई हामीसँग दोस्रो नम्बर राशि रहेको छ मिथुन राशि। दोस्रो धन र वाणी भावमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युति भन्दा मिथुन राशि भएका व्यक्तिहरूको आर्थिक पक्ष बलियो हुनेछ भने नयाँ अवसरहरू प्राप्ति हुनेछन्। सम्बन्धमा सुधार आउनेछ मिथुन राशि भएका व्यक्तिहरूको जीवनमा। तेस्रो नम्बर राशि रहेको छ कन्या राशि। कन्या राशि भएका व्यक्तिहरूलाई श्रावण 20 गतेबाट 11औं भावमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युतिले आय आम्दानीहरू बढ्ने सम्भावना रहेको छ भने काम र सामाजिक क्षेत्रमा चौतर्फी लाभ हुनेछ। कन्या राशि भएका व्यक्तित्वहरूलाई। 4औं नम्बर राशि रहेको छ तुला राशि। तुला राशि भएका व्यक्तिहरूलाई श्रावण 20 गतेबाट 10औं कर्म स्थानमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युतिले तुला राशि भएका व्यक्तिहरूलाई करियरमा पद प्रतिष्ठा मिल्नेछ भने काममा प्रगतिको सु अवसर रहेको छ तुला राशि भएका व्यक्तित्वहरूलाई। 5औं नम्बर राशि रहेको छ वृश्चिक राशि। वृश्चिक राशि भएका व्यक्तिहरूलाई श्रावण 20 गतेबाट 9औं भाग्य भावमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युतिले वृश्चिक राशि भएका व्यक्तिहरूको भाग्य चम्किनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने यात्रा हुने सम्भावना रहेको छ। ज्ञानसँग सम्बन्धित काममा अत्यन्त शुभ हुनेछ वृश्चिक राशि भएका व्यक्तिहरूलाई। अन्तिम राशि 6औं नम्बर राशि रहेको छ मीन राशि। मीन राशि भएका व्यक्तिहरूलाई श्रावण 20 गतेबाट 5औं भावमा उच्च बृहस्पति सूर्य बुधको शक्तिशाली युतिले शिक्षा, सन्तान, सृजनशीलता तथा योजनाकारमा राम्रो प्रभाव बढ्नेछ मीन राशि भएका व्यक्तित्वहरूलाई। यो भिडियोलाई सबैले शेयर गर्नु होला। जिज्ञासा र प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा राख्नु होला। आफ्नो चिना परामर्श, हस्तरेखा, फेस रिडिङ गराउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गरी व्हाट्सएप, इमो, भाइबर र फोन मार्फत हामीसँग आफ्नो चिना परामर्श गराउन सक्नुहुनेछ भने कमेन्ट बक्समा हर हर महादेव लेख्नु होला। सबैको मनोकामना पूर्ण हुनेछ। सम्पूर्ण दर्शक महानुभावहरूमा नमो नमः। ओम नमः शिवाय। जय माता कालिका। ओम नमः पार्वतीपतये। हर हर महादेव शम्भो।